विशेष गरी हर्क साम्पाङ तथा श्रम संस्कृति पार्टीलाई क्युआरए पार्टी भन्ने हो मुर्दाहरू कहाँ पस्यौ तिमीहरू कहाँ गयो कुन्दुलामा लुक्यौ मलाई एकजना बहिनीले यस्तो सन्देश दिइराख्नु भएको छ साथीहरू एकैछिन बहिनीको कुरा सुनेर यो भिडियोलाई सक्दोभन्दा सक्दो सेयर गर्नु होला है त यहाँ बहिनीको कुरा के लाग्छ तपाईँले जस्ताको त्यस्तै कमेन्ट पनि गर्नु होला क्युआर पार्टी भन्ने मान्छेहरू अब कुन्दुलोमा छिर्ने हो के मुख छोप्नलाई हैन कि एक चम्ची पानीमा डुबेर मर्ने हो क्युआर पार्टी रे हैन अब कति धेरै हाम्रो देशमा चाहिँ करोडौं अरबौं हैन सहकारी ठगेर खानेहरू अहिले राम्रो रे हैन कति धेरै भ्रष्टाचार गरेर खाने पनि राम्रो रे हैन अनि मिठो बोलेर जनतालाई चिप्लिक्कै बनाएर चिप्लाउने दुःख दिने पनि राम्रो रे हैन अब अहिले त अझ अब क्युआर पार्टी त खास घन्टेले सुरु गरेको रहेछ पहिल्यैबाट हैन बट उहाँहरूले त आफ्नो लागि गरे क्या क्युआरबाट उठाएर आफ्नो लागि गरे अहिले त यहाँ अहिले अब प्रधानमन्त्रीज्यूले क्युआर पार्टी सुरु गर्नु भएको छ भने पछाडि लास्टमा जे गरे पनि हर्क साम्पाङकै वेमा आउनुपर्छ के बट हर्क साम्पाङले क्युआरबाट उठाएर राम्रो राम्रो काम गर्नु भएको छ जनताको सेवाको लागि दुःखहरू समाधान गर्ने काम गर्नु भएको छ हैन एकचोटि हर्क साम्पाङको काम गरे हेर न हौ मूर्खहरू हैन त्यसपछि भन्नु हुन्छ तिमीहरू त्यसको लायक पनि छैनौ किनभने एकसुको दिएको छैनौ तिमीहरूले हैन त्यही पनि गरे हेर भन्छु म हैन देशको लागि कति गर्नु भएको छ भन्ने कुरा अनि यहाँ त अब यो क्युआर पार्टी म त दिन्न है म त यो पार्टीमा 1 रुपैयाँ दिन्न किनभने मलाई चाहिँ भरोसा छैन किनभने जति पनि आउँछ पैसा उठेको छ नि गर्लम्मै खाने हो आफ्नो लागि मात्रै गर्ने हो आनन्दले बस्ने हो त जनताको लागि पिटिकै गर्नेवाला छैन यिनीहरूले हैन किनभने पहिला पनि देखेको हो हैन अर्थक्वेक हाम्रोमा भूकम्प जाँदाखेरि पनि कति सहयोग आएको थियो हैन बिचारा जनताले कहाँ पाए खोइ त देश कहाँबाट खोइ विकास भयो जस्ताको त्यस्तै छ यो पार्टी पनि सेम हो घन्टे पार्टी पनि सेम A to Z हो नयाँ अनुहार मात्रै हो नयाँ पुस्ता मात्रै हो हैन सो त्यही भएर म चाहिँ सहयोग गर्नेवाला छैन म त अरूलाई पनि भन्छु यो पार्टीलाई चाहिँ विश्वास गर्न गाह्रो छ है किनभने उहाँहरूको काम हामी हेरिसकेको छौँ विश्वास गर्न धेरै 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 गाह्रो छ म चाहिँ सहयोग गर्नेवाला छैन म चाहिँ गरेँ भने बरु हाम्रो संस्कृति पार्टीलाई दिनेछु उहाँहरूले जरुर गर्नुहुन्छ उहाँहरूको बोली भनेको गोली जस्तो छ हैन गर्छु भने चाहिँ गर्छु जनता र देशको लागि मात्र आएको पार्टी भनेको माटो पार्टी हो है सो त्यही भएर उहाँहरूलाई चाहिँ विश्वास गर्नु सकिन्छ त्यही भएर हर्क साम्पाङले भनेको कुरा सुन के मूर्खहरू दिमाग नभएको मान्छेहरू हैन उहाँले पहिला नै हामीलाई सावधान गराउनुहुन्छ यस्तो नराम्रो ल यो त प्रकृतिको कारण आयो यसमा हामी केही गर्न सक्दैन बट कति धेरै अरू पनि कुरा छन् क्या पहिले हर्क साम्पाङले भन्नुहुन्छ ए सचेत गराउनुहुन्छ अवेर अफ गराउनुहुन्छ है पण मान्छेले सुन्दैनन् है अनि त्यसपछि पछि आइपरे पछाडि चाहिँ ओहो भन्छन् है अनि त्यसपछि फेरि घन्टेहरू चाहिँ फेरि जब घट्छ नि घटना त्यसपछि मात्रै सुरु हुने त्यो भन्दा अगाडि उनीहरूलाई मतलब छैन हैन आफ्नो बारेमा मात्रै सोचिरहेको हुन्छ पर हाम्रो हर्क साम्पाङ हाम्रो माननीय हर्क साम्पाङज्यूले जहिले पनि हामीलाई यस्तो हुन सक्छ है यस्तो हुन्छ है हामी पहिला नै अवेर हुनुपर्छ है हामी पहिला नै सचेत हुनुपर्छ है भनेर भनिरहेको हुन्छ नि सुन्दैनन् अनि दुःख पाउँछन् के नेपालीहरूले है बहुत हाँस पनि उठ्छ रुनु पनि मन लाग्छ है पर यस्तै